फिल्म त सबैजनाले हेर्छ तर के तपाईँलाई पर्दा पछाडिको रहस्य थाहा छ? म आज चलचित्र जगतको केही सनसनी खबरहरू सुनाउन आएको छु, जुन आजसम्म हजुरले सुन्नुभएको छैन होला। आउनुहोस् त सुरु गरौँ। धेरैजनाले अल्लु अर्जुनलाई त चिन्नु नै हुन्छ होला, जसले पुष्पा 2 जस्तो ब्लकबस्टर मुभी बनाएका थिए। अब उनको नेक्स्ट प्रोजेक्ट जोडिन पुगेको छ जवान फेम डाइरेक्टर एस्ली कुमार, जसले स्पेसल तमिल फिल्ममा काम गर्ने गरेका थिए भने अब अर्को प्रोजेक्ट अल्लु अर्जुनसँग भइरहेको छ। जुन मुभी प्रोजेक्टलाई AA22X भनिन्थ्यो भने अब यसको अफिसियल नाम राइटा हुन पुगेको छ, जुन अल्लु अर्जुनको बर्थडेमा अनाउन्स गरिएको थियो। यसको नामसँगै यसको आकर्षक पोस्टर पनि रिलिज भएको छ, जसमा अल्लु अर्जुन टक्ला अनि जनावरको जस्तो हात अनि हातमा बाक्लो रौँ र ठुला नङ्ग्रा देखिएको थियो। न्युज अनुसार यसमा अल्लु अर्जुनको ट्रिपल रोल हुने कुरा भएको छ। राका फिल्मको फिमेल लिडमा हुनुहुन्छ बलिउड क्विन दीपिका पादुकोण, जसले योद्धाको रोल निभाउने कुरा भइरहेको छ। अनि तमिल फिल्मको एकजना फेमस एक्टर विजय थलपतिको जननायक जनवरी 8 मा रिलिज हुने कुरा भएको थियो भने पोलिटिसियन इस्युले गर्दाखेरि यो फिल्म पोस्टपोन भइरहेको थियो। अकस्मात यो फिल्म एचडी प्रिन्टमा लिक भएछ, जसले गर्दा फिल्म मेकर र क्रुलाई एकदमै धेरै दुखी बनाएको छ भने यसको जाँच पडताल चाहिँ भइरहेको छ अहिले। अब कुरा गरौँ हलिउडको मोस्ट अवेटेड मुभी स्पाइडरम्यान ब्रान्ड न्यू डे को बारेमा, जसको रिसेन्टली पोस्टर र ट्रेलर ड्रप भएको थियो भने जसमा स्पाइडरम्यानको 3 लाइफ साइकल देखाइएको छ भने यो चोटि फेरि स्पाइडरम्यान धेरैजना भिलेनहरूसँग सामना हुने भएको छ। यसमा फिमेल लिडमा वान अफ माई फेभरेट एक्ट्रेस सेली सिंह पनि जोडिनु भएको छ, जसको क्यारेक्टर के छ भनेर अलिक बुझ्न अहिले गाह्रो छ भने चाहिँ यसको लागि चाहिँ हामीले जुलाई 31सम्म कुर्नै पर्ने हुन्छ, किनभने जुलाई 31मा फिल्म रिलिज हुँदैछ। अब फिल्म कस्तो हुन्छ भनेर म हेरेर रिभ्यू दिने नै छु। अब चाहिँ फेरि अर्को भिडियोमा भेट गर्ने नै छु भन्दै आजको लागि टाटा बाई बाई, सी यू नेक्स्ट भिडियो।